सबैलाई नमस्ते र आशा गर्दछु तपाईहरु सबैजना साथी नै हुनुहुन्छ भनेर र आज कति दिनको बादमा मैले भिडियोहरु बनाइरहेको छु र अस्ति नै मैले छरेको त्यो मुलाहरुको बिजन चाहिँ निकै ठुलठुलो भइसकेको रहेछ। त्यही भएर मैले सार्नको लागि जाँदैछु। हेर्न सक्नुहुन्छ हाम्रो बारी हो र यो बारीमा चाहिँ हामीले धेरै रोपेको छौं है। बीज छ, धनिया छ, सिबी छ, साग छ, यो मस्याम हो, यो मटर छ, अन्त करेलाहरु पनि छ, मकै छ र अब चाहिँ म तपाईलाई देखाउँछु मैले चाहिँ यो रोप्नुपर्छ र मैले भिडियो चाहिँ बनाएको छुइनँ, सिधै सारेर तपाईलाई फिनिसिङ चाहिँ देखाएको छु। यस्तो प्रकारले सारेको छु र आजको दिन चाहिँ एकदमै गरम भएकोले गर्दा चाहिँ पसिना भइसकेको थिएँ म र मेरो भिडियो ज्यादा राम्रो पनि हुँदैन होला, तर पनि तपाईले मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु र तपाईले यसरी नै मलाई सपोर्ट गर्दै राख्नुहोस्। मैले कन्टेन्ट नै केही पाइनँ है, अन्त लास्ट टाइममा मैले यो रोपेको चाहिँ सब भिडियो बनाइदिनु पर्यो भनेर चाहिँ है बनाएको र यो चाहिँ हाम्रो घर छत ढलाई गरेको थियो अस्ति, अनि त्यहीबाट चाहिँ मैले यसो भिडियोहरु बनाएको एकदमै दामीहरु देखिन्छ है त्यहाँबाट भ्यू, अनि त्यही भएर चाहिँ त्यहाँबाट बनाइदिएको हुन्छ। मेरो भिडियो यो सबै यतिमै राख्दै